यो मुभीको लिड एक्टरले भन्छ बुबाको लास जलाऊँ र फर्कौँ, तर गाउँलेहरूले भन्छ पहिला विचारधारा मिलाऊ। म व्हाइट सन मुभीको कुरा गर्दैछु, विच इज डाइरेक्टेड बाई दीपक रौनियार र मेन कास्टमा दायाङ राय र आशा मगराती, रविन्द्र सिंह बानिया। यो मुभी दायाङ रायको क्यारेक्टर चन्द्रेबाट हुन्छ, जो आफ्नो बुबाको अन्तिम क्रियाकर्म गर्न आएको हुन्छ। तर यो फर्काइ पर्सनल कुराको लागि मात्र हुँदैन। गाउँ अझै पनि राजनीतिक विभाजन, सामाजिक तनाव र पुरानो घाउहरूले भरिएको हुन्छ। चन्द्रले आफ्नो पर्सनल पीडा, गाउँको सामाजिक दबाव र बदलिँदो राजनीतिक सिस्टम बीच बाटो खोज्नुपर्छ र यो मुभी यही सिस्टम बीच र उसको बुबाको लासको वरिपरि घुमिरहन्छ र अगाडि बढिरहन्छ। सोसियल ड्रामा र डिस्क्रिप्सनलाई यो मुभीले एकदमै राम्रो पोर्ट्रे गरेको छ। प्लस ठुलाबडाहरूको कुराहरूले गर्दा र डिस्क्रिमिनेसनले गर्दा बच्चाहरूको माइन्ड कतिको इफेक्ट हुन्छ भन्ने पनि मुभीमा देखाएको छ। मुभी एकदम सरल तरिकाको छ। इफ तपाईँहरूले गाउँको प्रब्लमहरू बुझेर हेर्नुहुन्छ भने हजुरहरूलाई एकदमै राम्रो लाग्छ। युट्युबमा यो मुभी फ्री छ, सो आई इन्सिस्ट कि गएर हेर्नुहोस् यो मुभी। थ्याङ्क यू।